राम्रो अपेक्षा राख्न सकिन्छ। अरू अहिलेका चाहिँ पुराना राजनीतिज्ञहरूभन्दा कुलमानसँग काम गर्ने क्षमता पनि छ, लिडरसिप क्षमता पनि देखिन्छ। ओरिएन्टेड मान्छे पनि हुनुहुन्छ। अब अहिले पार्टी नयाँ खोलेर आउनु भएको छ, अब पार्टीभित्र कस्ता मान्छेहरू संलग्न हुने हो त्यो कुरा चाहिँ हेर्न बाँकी नै छ। र कुलमान समग्रमा हेर्दाखेरि राम्रो देखिन्छ लक्षण चाहिँ, म त्यसरी भन्छु। र अब एउटा राम्रो सङ्केत हो, किनकि उहाँको नेतृत्वमा आयो भने चाहिँ उहाँले मेन ठाउँमा उहाँ हुनुभयो भने सायद केही तलमाथि भएको ठाउँमा पनि होइन उहाँले सुधार चाहिँ गर्न सक्नुहुन्छ र देशलाई एउटा निकास र विकास गर्ने कुरामा चाहिँ होइन महत्त्वपूर्ण भूमिका खेल्नुहुन्छ भन्ने चाहिँ आशा छ होइन। यसो हुँदै गर्दाखेरि चाहिँ अब कतिपय कुरा कुलमानको पनि नेगेटिभ कुराहरू पनि आइरहेछन् कुलमान घिसिङको होइन। एमसिसीको एउटा माथियार हो भन्ने कुरा पनि पछिल्लो टाइममा विरोध गरेको देखिन्छ होइन। र अब अर्को कुरा अब मिलेर जानु पर्थ्यो है, छुट्टा छुट्टै पार्टी भन्दा पनि मिलेर जानु पर्थ्यो भन्ने चाहिँ मान्छेहरूको धेरै कुराहरू सुनिन्छ अलिकता होइन। के भन्नुहुन्छ यस विषयमा चाहिँ? समग्रमा अहिले देशको परिस्थितिलाई हेर्दाखेरि हामी एउटा सर्वसाधारण जनताहरूले के मूल्याङ्कन गर्नुपर्छ भने होइन, तपाईँको यो लगभग 30-35 वर्षबाट अन्धकारमा धकलिएकै छ क्या मुलुक। र जो अहिले नयाँ पात्रहरू आउनु भएको छ है, जस्तै कुलमानजी हुनुहुन्छ होइन, अब बालेन, अर्का साम्पाङ, गोपी हमालहरू, उहाँहरूले होइन तपाईँको यो नयाँ नयाँ बिरुवा रोपे जस्तो या त च्याउ उमारे जस्तो होइन, यो पार्टी दर्ता भन्दा पनि यदि देश बनाउने मूल उद्देश्य नै हो भने होइन सबैलाई समेटेर एउटै ठाउँमा सङ्गठित भएर गइदिनुहोस् भन्ने आशा छ क्या हाम्रो। यो छुट्टै छुट्टै गयो भने के हुन्छ भने पुरानलाई दाउ दिने मात्रै हो क्या, सबैले भोट काट्छ। किनकि कुलमानको पक्षमा पनि मान्छे छ, रविको पक्षमा पनि मान्छे छ, बालेनको पक्षमा पनि मान्छे छ, हर्कको पक्षमा पनि मान्छे छ होइन। बचेको कहाँ जान्छ भन्दाखेरि मान्छे वाक्कै हेर्छ के, अब तपाईँको टेबलमा 8-9 थरी खानेकुरा छ होइन, जुन चिज चाहिँ हामी मकै र भट्ट चाहिँ पुरानो खाइरहन्थ्यौँ होइन, त्यसपछि नयाँ चिजहरू छ कि टेबलैभरि होइन, हामी हेर्छौँ के त्यो खाने कुन खाने हुन्छ कि, अनि लास्टमा होइन सबैभन्दा स्वाद मिठो यही मकै र भट्टको छ भन्छौँ कि, लास्टमा त्यसले जित्छ के, लाउ पाउँछ के। त्यो भएर जो उनीहरूको भिजन छ नि एउटा देश बनाउने भन्ने आशाले आएको हो नि त, सबै जनताले त आश देखेको छ नि त उनीहरूसँग होइन। यदि देश बनाउने नै हो, इच्छा एउटै हो भने विचार त मान्छेको फरक भइ नै हाल्छ है, एउटै घरको परिवारमा त फरक हुन्छ भने अब देशैभरिको जनता या त उनीहरू लिड गर्ने लिडरहरूको आफ्नो सोच्ने क्षमता हुन्छ क्या। तर उद्देश्य त एउटै हो नि त, जसरी सोचे पनि जसरी काम गर्ने उद्देश्य एउटै, देश बनाउने हो भने एउटै छाता मुनि आऊ। छुट्टै छुट्टै जान्छ भने तिमीहरू पनि देश बनाउन सक्ने क्षमतामा छैन हो, तिमीहरू पनि विकास विरोधी हो भन्छु कि म चाहिँ।